पाउन आज भोलि सुन्न तिम्रो मिठो बोली सुन्न हो पाउन आज भोलि सुन्न तिम्रो मिठो बोली सुन्न यो दुनिया त बेग्लै भयो नि यो दुनिया त साइली बेग्लै भयो नि तिमलाई माया गर्ने मान्छे एक्लै भयो नि आज तिमलाई माया गर्ने मान्छे एक्लै भयो नि श्रीमानले आँखामा आँसु लुकाउँदै खुसी दिँदा उसको दुःख बुझ्न सक्नुपर्छ। जिम्मेवारले गलेको काँधलाई आराम दिने चौतारी बन्न सक्नुपर्छ। परिवारको लागि दुःख गरेर चोट पुर्याएका ती हातहरूलाई मलम बन्न सक्नुपर्छ। तब हामी नारीले सिन्दुर लाएको अर्थ हुनेछ।